हुन्छ बिकज मलाई पनि मेरा भाइहरूको आवाज कस्तो छ भनेर सुन्न मन लागिसक्यो र झापाका यी सम्पूर्ण 6 जना भाइहरूले आज कस्तो परफर्म दिने हुन् म फेरि पनि भेरी भेरी अल द बेस्ट भन्न चाहन्छु अनि सम्पूर्ण भाइहरूलाई चाहिँ अबको लागि आर यु रेडी ओके ब्यान्डको लागि त अफ कोर्स रेडी त्यो पछि हामीसँग कुराकानी रहनेछ मैले परिचय त दिइसकेकी छु फेरि पनि छोटकरीमा परिचय दिनु पर्दाखेरि सालिन लुइटेल क्लास 2 बाट पाठशाला नेपालबाट हामीसँग गीतको लागि छन् आवाज दिनको लागि यसै गरिकन नम्बर 2 मा पुकार भट्टराई रहेका छन् क्लास 5 बाट उनी पनि भोकलिस्ट नै हुन् जेम्स स्कुलमा पढ्छन् अनि ड्रमरको रूपमा आज हामीसँग क्लास 5 बाट सोनु सुवेदी छन् पाठशाला नेपालबाट गिटारको लागि हार्दिक सुवेदी छन् क्लास 7 बाट र फ्लुट प्लस गिटारको लागि साकर भट्टराई छन् अनि सरुण लुइटेल किबोर्डको लागि र 6 जना भाइहरूले एकदम मजाले आज प्रोग्राम दिनेछन् हामीलाई भन्ने मैले आशा लिएकी छु र अबको लागि भने अल द प्र्याक्टिस हो कि कन्फिडेन्ट हो कि के हो कन्फिडेन्ट भएर कन्फिडेन्ट भएर हो कि भन्नुको मतलब तिमीलाई प्यारेन्ट्सहरूले चाहिँ एकदम धेरै प्र्याक्टिस गराउनु भयो कि के हो त्यस्तै हो अनि हाम्रो पुकार भाइलाई पनि म सोध्छु जेम्स स्कुलबाट हैन पुकार हजुर अनि पुकारले पनि राम्रोसँगले एकदम नडराइकन एकदम मजाले चाहिँ गीत सुनायो हैन कसरी हो यो चाहिँ हामीलाई सुनाइदेऊ न यति सानो उमेरमा त हैन हामी त रेडियो स्टुडियो भन्ने बित्तिकै थरथर थरथर काम थियौं है त्यो जमानामा अब तिमीहरू त एकदम मजाले सँगले चाहिँ गायौ नि कसरी होला हजुर मलाई सानैदेखि गाउने प्रयत्न थियो र मैले ठुलो भएर गाउन सिकेको अनि प्र्याक्टिस गरेर भएको हो ओके यसको मतलब हामी यो दुई जना सानो भाइहरुबाट चाहिँ के पनि गेन गर्न सक्छौं भने प्र्याक्टिस मेक्स द मेन परफेक्ट हो राइट एकदम धेरै प्र्याक्टिस गर्यो भने चाहिँ एभ्रिथिङ इज पोसिबल इन दिस वर्ल्ड भन्ने कुरा चाहिँ तिमीहरुले भन्न खोजेको र क्लास 2 अनि क्लास 5 मा कम्बिनेसन अलिकति डिफरेन्स है 3 क्लासको त्यही पनि मिलिरहेछ ओके भविष्यमा सालिन के बन्न चाहन्छौ म आर्टिस्ट बन्न चाहन्छौ म्युजिकको फिल्डमा लागेर यति मिठो आवाज भएर तिमी सिंगर नबन्ने बन्न चाहना छ तर सानैदेखि आर्टिस्टमा ओके आर्ट गर्न मन लाग्छ के गर्ने अब आर्ट पनि म देखाउन मिल्ने भएकोमा मेरो श्रोता भाइ बहिनीहरूलाई देखाउँथे है ठिकै छ अब सालिनले चाहिँ यति मिठो आवाज पनि छ है आर्टलाई पनि सँगसँगै लैजाने अनि गीत पनि सँगसँगै गाउने हुन्छ ओके अनि पुकारको चाहिँ के छ नि सपना भविष्यमा गएर मलाई यही ब्यान्डसँग मिलेर राम्रो सिंगर हुन मन छ ओके ब्यान्डसँगै मिलेर सिंगल हैन ब्यान्डसँगै मिलेर हजुर ओके द्याट्स द स्पिरिट है र पुकार भाइ चाहिँ यही म्युजिक फिल्डमै केही बन्न चाहन्छौ भविष्यमा त्यही छ सपना ओके विश यु भेरी अल द बेस्ट है र अबको लागि म ड्रमरसँग जान आज चाहिँ राम्रोसँगले ड्रम पनि बजायो अनि सोनु सुवेदी भविष्यमा के छ
मलाई ब्यान्डसँगै मिलेर ठुलो ड्रमिस्ट बन्न चाहन्छु। ओके ड्रमर हुन चाहन्छौ। पुकार र सोनुलाई चाहिँ अहिले मैले मिलाइदिएँ, पछि ब्यान्ड खोज्दै नजानु है। अहिले नै अब यहाँ पुकार, यतापट्टि ड्रमरमा सोनु हामीसँग छन्, दुईजना चाहिँ अहिले भइहाल्यो। अब अरू पनि भाइ बहिनीहरूसँग कुराकानी गर्न, भाइहरूसँग कुराकानी गर्न बाँकी नै छ। अब उनीहरू पनि त्यस्तै भाइहरू चाहिँ आज प्रोग्राममा छन् र उनीहरूले आफ्नो ब्यान्ड पर्फर्म दिइरहेका छन्। र साकार भट्टराईको एम के छ भविष्यमा? वाट यु वान्ट टु बी? हजुर म यही ब्यान्डसँग मिलेर, हाम्रो यो ब्यान्डसँग मिलेर आफ्नो ब्यान्डलाई ठुलो बनाउन चाहन्छु। ए ओके, विश यु भेरी बेस्ट। ल अब 3 जना भयो है, 3 जना भइसक्यो। मैले ब्यान्ड यहीँ क्रिएट गरिदिन लागिसकेँ होइन। अनि साकार भट्टराईको एउटा सानो कुरा मैले थाहा पाएको छु हौ, तिमीले अवार्ड पनि पाइसकेको छौ होइन त? त्यस्तो त कुराहरू त लुकाउनु हुँदैन नि त, भन्नुपर्छ नि त। मैले यस्तो यस्तो गरेको छु म्युजिक फिल्डमा, यस्तो यस्तो गरेको छु भनेर। त्यो माइक चाहिँ नचलाउँदा नै बेस होला है, यो लाइभ स्टुडियो हो, त्यही कारण माइक जस्तो ठाउँमा छ त्यस्तै ठाउँबाट बोल होइन। र साकार भट्टराईले चाहिँ अवार्ड पनि पाएका छौ, कस्तो अवार्ड पायो तिमीले? हजुर मैले यो ड म्युजिक क्रिएसन पोलबाट मिस्टर पुराण बजाचार्यले हामीलाई म्युजिक सिकाउनुहुन्छ, उहाँबाट नै अवार्ड पाएको। कुन फिल्डबाट हो? म्युजिकबाट हो, गिटारबाट हो। ओके, त्यसो भए भविष्यमा पनि ब्यान्डसँगै मिलेर केही गर्न मन छ होइन त? ओके, फाइनली अब म लास्ट सरुण लुइटेलसँग कुराकानी गर्न चाहन्छु। र सरुण भाइ अलिकति किबोर्ड राम्रो बजाउँछन् र क्लास 7। सरुण लुइटेलको भविष्यमा के छ नि सपना, के बन्न चाहन्छौ? म भविष्यमा गएर सिङ्गर बन्न चाहन्छु। ओके, किबोर्ड बजाउने भाइ चाहिँ सिङ्गर हुने हो? सिङ्गर बन्न? किबोर्ड बजाउँदै गाउन चाहन्छु। ए किबोर्ड बजाउँदै गाउन। अनि आज पनि तिमी गीत गाउन सक्छौ त? सक्छु होला, होलाको कुरा छ। ओके भाइ बहिनीहरू, कार्यक्रम पेप्सोडेन्ट गेम्स पिपल प्ले हो अनि आज मसँग 6 वटा भाइहरू कार्यक्रममा उपस्थित छन् एज अ ब्यान्ड। अनि उनीहरूले एउटा गीत त सुनाइसकेका छन्, जाग जाग। र सधैँभरि हामी जागेरै बस्नुपर्छ, जागेर अनि मात्रै केही हुन्छ, सुतेर बस्यो भने अवश्य पनि केही हुँदैन भनेर दुईजना हाम्रो भोकलिस्ट भाइहरूले भनिसकेका छन्, राइट? अब उठ्ने बेला भइसकेको छ होइन त? सधैँभरि सुतेर हुँदैन, प्रोग्रेस हुँदैन। ओके, र अबको लागि कार्यक्रममा अझै पनि हामीसँग यो सानो ब्यान्डको पर्फर्मेन्स त रहने नै छ। अहिलेको लागि पनि
एक्वाटिक एनिमलको। ओके, एक्वाटिक एनिमलहरूको तिमीलाई मनपर्छ है? ल ठिक छ, त्यसो भए तिमी एउटा राम्रो आर्टिस्ट पनि बन्छौ होला पछि होइन? अनि सरिता दिदी म त आर्टिस्ट पो भए त मैले त यस्तो पो पिक्चरहरू बनाएँ त भनेर मलाई देखाउन त आउँछौ नि होइन? के को त्यो सरिता दिदी भन्छौ भन्दैनौ नि होइन? ओके ल, अनुहार पनि राम्ररी याद गर, पछि बिर्सलौ फेरि है त। ओके, तिमी राम्रो आर्ट गर्छौ रे भन्ने सुन्नमा चाहिँ आयो। अब नेक्स्ट टाइम आउँदाखेरि चाहिँ तिम्रो पिक्चर पनि मलाई ल्याएर देखाउने है। ओके, अबको लागि पुकार भट्टराई भाइसँग, र पुकार भाइ चाहिँ क्लास 5 मा पढ्छन् र जेम्स स्कुलमा होइन? र पुकार भाइलाई चाहिँ हबिजको कुरा मैले सोधिहालेँ भने के आन्सर दिन मन लाग्छ? मलाई गाउन मन लाग्छ र फुटबल खेल्न मन लाग्छ। फुटबल पनि खेल्न मन लाग्छ? ओके, फुटबल खेलेको मान्छेको त हाइट एकदम ठुलो हुनुपर्ने नि, खै त तिमी त सानै छौ त कि उमेर छैन अहिले बढ्ने? उमेर ए अझ बाँकी छ उमेर। र फुटबल खेल्न मनपर्छ भनेपछि भविष्यमा फुटबल प्लेयर पनि बन्ने मन छ त कि पार्ट टाइम मात्रै हो, यसो भ्याएको बेलामा खेल्ने मात्र हो? भ्याएको बेलामा खेल्ने हो। ओके, भ्याएको बेलामा खेल्ने हो। अब म चाहिँ हार्दिक सुवेदीसँग कुरा गर्छु है। हार्दिक, अलिकति माइकको नजिकै आइदेऊ है। अब तिमी तिम्रो आवाजै कस्तो डर लाग्दो छ, बोल्न पनि डर पो लाग्छ मलाई त। हार्दिकलाई चाहिँ के गर्न मन लाग्छ? मलाई म्युजिकल इन्स्ट्रुमेन्टै बजाउन मन लाग्छ। विशेष गरिकन यही चाहिँ मनपर्छ भनेर केही छैन पर्टिकुलरली? सबै मनपर्छ? सबै ओभरअल सबै इन्स्ट्रुमेन्टहरू? मोस्टली चाहिँ गिटार र किबोर्ड। ए, मोस्टली चाहिँ गिटार र किबोर्ड मनपर्छ। त्यो दुईटामा पनि छान्नु पर्यो भने कुन छान्छौ? गिटार छान्छौ। किबोर्ड रिसाउलाई नरिसाउ भन त्यहाँ किबोर्डलाई। ओके, र अबको लागि फ्लुट प्लस गिटारिस्टमा हाम्रो एउटा सानो भाइ छन् होइन, साकार भट्टराई। साकार भाइ चाहिँ अलिक सानै छन् तर क्लास 8 मा पढ्दा रहेछन्। कस्तो अचम्म, के भएको? तिमीले क्लास जम्प गरेको हो कि तिमी सानै हो? होइन, मैले अलिक सानैदेखि यो पढाइ सुरु गरेको। ए, सानैदेखि पढ्न मन लाग्थ्यो कि क्या? हजुर। ए ओके, त्यसो भए चाहिँ अनि साकार भट्टराईलाई चाहिँ एकदम हबिजको रूपमा के छ नि, के गरौँ लाग्छ बिदाको बेलामा, यसो फुर्सदको बेलामा के गर्न मन लाग्छ? मलाई म्युजिक सुन्न बजाउन दुवै मनपर्छ। ए, सुन्न र बजाउन दुवै मनपर्छ। ओके, र सरुण लुइटेल भाइलाई के मनपर्छ? मलाई पनि बाजाहरू बजाउने मन। ए ओके, सबै आज हाम्रो जति पनि भाइहरू छन् सबैलाई बाजासँग चाहिँ एकदम राम्रो रिलेसन रहेछ है, सबैलाई बाजा बजाउन मन लाग्दो रहेछ। सबैजना अब आफ्नो म्युजिक टिचरबाट इन्करेज भएको होला नि त होइन? म्युजिक टिचर मिस्टर पुरन बजाचार्य आज हामीसँग साथमा पनि हुनुहुन्छ। उहाँले तिमीहरूलाई धेरै प्र्याक्टिस गराएर आज यो ठाउँमा तिमीहरू आउन सकेको छौ होइन? र बिफोर द्याट अब फेरि पनि हामी अर्को एउटा फाइनल तिमीहरूको इन्स्ट्रुमेन्टल छ आई गेस, राइट? र तिमीहरूको इन्स्ट्रुमेन्टल जुन हामी सुन्न चाहन्छौँ होइन, तिमीहरूको आवाज पनि हामीले सुन्यौँ। अलिकति बिस्तारै बिस्तारै गर्नुपर्छ कि जस्तो मलाई लाग्दैछ है ल भाइहरू। ओके, र भाइहरूले चाहिँ अब राम्रो एउटा धुन मात्रै बजाएर हामीलाई सुनाउनेछन् होइन? र धुनमा चाहिँ अब उनीहरूले के बजाउँछन् त्यो त एक्ज्याक्टली मलाई थाहा छैन, राम्रो धुन बजाउनेछन्। र भाइ बहिनीहरू फेरि पनि जानकारी दिन चाहन्छु, आज हामीसँग कार्यक्रममा चाहिँ एकदम सानो ब्यान्ड आएको छ। सानोभन्दा पनि बच्चाहरू चाहिँ भाइहरू चाहिँ सानो तर पनि गीतहरू ठुल्ठुलो राम्रो गाउन सक्ने, अनि जसमा चाहिँ सालिन लुइटेल, पुकार भट्टराई, अनि ड्रमरको रूपमा सोनु सुवेदी, अनि गिटारको रूपमा हार्दिक सुवेदी, अनि गिटार प्लस फ्लुटमा साकार भट्टराई अनि सरुण लुइटेल रहेका छन्। र आजको प्रोग्राममा चाहिँ हाम्रो
ब्रेक बजाए परेछ धेरै खुसी लाग्यो है अब भाइहरूसँग एकछिनको कुराकानी है अब भाइहरूको प्यारेन्ट्स अनि म्युजिक टिचरसँग एकछिन कुराकानी है त सबैभन्दा सुरुमा सालिन अनि सरुण लुइटेलको चाहिँ हामीसँग प्यारेन्ट्स हुनुहुन्छ एजेन्द्र लुइटेल हुनुहुन्छ उहाँ ड्याड हुनुहुन्छ होइन त खै त सालिन र सरुण यसो मुसुक्क हाँसौँ न आफ्नो ड्याडको नाम आउँदाखेरि किन हो एकदम हाँस्न लोभ गरेको पैसा लाग्दैन नि यतातिर हाँसेको एकदम मजाले हाँस त्यसरी रिसाएर बस्यो भने कहिले पनि राम्रो देखिँदैन के ओके र सालिन अनि सरुण लुइटेलको ड्याड हामीसँग हुनुहुन्छ एजेन्द्र लुइटेल अनि उहाँसँग छोटो कुराकानी गर्न चाहन्छु र कार्यक्रममा यहाँलाई स्वागत छ र आज दुईजना छोराहरूको होइन हजुरको छोराहरूको चाहिँ एकदम राम्रो पर्फर्मेन्स रह्यो कान्तिपुर एफएमको यस कार्यक्रममा कस्तो अनुभव भइरहेछ तपाईँलाई चाहिँ मलाई एकदम खुसी लागेको छ हजुर यिनीहरू घरमा पनि जस राम्रोसँग गर्थे हुँदै हुँदै उनीहरूले कान्तिपुर एफएममा पहिलोचोटि हामीलाई यहाँ ल्याउने पनि उनीहरू माध्यममै हामी आउन पायौँ हामीलाई बडा खुसी लागेको छ बच्चाहरू र बच्चाहरूको चाहिँ प्यारेन्ट्सहरूले एकदम सपोर्ट गरिराख्नु भएको छ अरे पनि भनेर पनि बच्चाहरूले भनिसक्यो प्यारेन्ट्सले र म्युजिक टिचरले एकदम सपोर्ट गरिराख्नु भएको छ भनेर हामीलाई भन्दै थिए होइन र यसरी नै सधैँभरि सपोर्ट गरेर म्युजिक फिल्डमा लगाउने सोचाइ छ तपाईँको मैले चाहिँ के विचार गरेको छु भने जस्तै यिनीहरूको पढाइको अलावा जुन टाइम बाँकी रहन्छ त्यो टाइममा चाहिँ यिनीहरूको आफ्नो क्रिएटिभ जुन कलाको क्रिएटिभ यिनीहरूसँग छ त्यो चाहिँ उनीहरूलाई ब्यालेन्स मिलाएर पढाइ र म्युजिक सँगसँगै उनीहरूलाई लाने र सरलाई पनि मैले त्यहीमा जोड के गरेको छु भने यिनीहरूको पढाइलाई पनि कम्प्रोमाइज गर्नु हुँदैन राम्रो लागिहाल्छ छोराछोरी बच्चाहरू होइन त्यसमा पनि उनीहरूको पढाइ पनि एकदम राम्रो नै अवस्थामा छ होइन जेम्स स्कुलमा पढ्छन् र टप 10 र टप 20 भित्र नै छन् उनीहरू 400-500 स्टुडेन्टको बिचमा पनि त्यो हुँदा उनीहरूले पढाइलाई चाहिँ कन्टिन्यू योभन्दा अझै प्रोग्रेस गरेर यो फिल्डमा लागेको पनि हामीलाई राम्रो लाग्यो साकार भट्टराईले त अवार्ड पनि पाइसकेका छन् होइन हजुर यो फर्स्ट अवार्ड थियो सेकेन्ड थियो फर्स्ट अवार्ड जित्दाखेरि कस्तो एकदम कस्तो अनुभव भएको थियो छोराको फर्स्ट अवार्ड हातमा लिँदाखेरि एकदमै खुसी लाग्यो एकदम खुसी लागेको थियो अनि अब छोराहरूलाई यसै फिल्डमा अगाडि बढाउन चाहनुहुन्छ यो फिल्ड चाहिँ उनीहरूको अप्सनल हो उनीहरूको मेजर भनेको अहिले भनेको बच्चा सानो भएको भएर पढाइलाई नै हामीले प्राथमिकता दिने र यो चाहिँ सेकेन्डरी रूपमा यसलाई लिने र सँगसँगै अब अहिलेको जमाना भनेको पढाइले मात्रै केही हुँदैन होइन त्यो हुँदाखेरि सँगसँगै दुईटालाई ब्यालेन्स मिलाएर लैजाउन् भन्ने चाहिँ हाम्रो चाहना हो ओके त्यसो भए हजुरको चाहना पनि हाम्रो साकार अनि पुकारले पुरा गर्छन् होला गर्ने होइन त गर्ने भनेर मात्रै हुँदैन पुरा पनि गरेर देखाउनु पर्यो है ओके र यसै गरिकन हामीसँग हार्दिक अनि सोनुको चाहिँ ड्याड हुनुहुन्छ फेरि पनि हरिचन्द्र सुवेदी हुनुहुन्छ यहाँलाई पनि कार्यक्रममा धेरै धेरै स्वागत छ र खै त हार्दिक र सोनु ओके अब चाहिँ मुसुक्क हाँसेछन् है ल मैले भन्नु परेन र तिमीहरूको ड्याड हुनुहुन्छ है उहाँ र ड्याडले पनि धेरै सपोर्ट गर्नुभएको छ भनेर अघि मलाई खुसुक्क भन्न चाहिँ भनेका थिए होइन वास्तवमै होला पनि र यहाँलाई चाहिँ कस्तो लागिरहेछ आज छोराहरू कान्तिपुर एफएमको स्टुडियोमा लाइभ पर्फर्म गरे छोराको माध्यमबाट आउन पाइयो कस्तो फिलिङ भइरहेछ मलाई त रमाइलो लागिरहेको छ र उनीहरू चाहिँ योभन्दा अगाडिको पाठशाला नेपालले पनि विभिन्न प्रोग्रामहरू गर्थ्यो र उनीहरू प्रोग्राम पनि भाग लिन्थे र उनीहरू चाहिँ घरमा पनि चाहिँ उनीहरूको जुन लिजर पिरियड हुन्छ अलिकति उनीहरूको खाली पिरियड हुन्छ त्यो समयमा त्यो पनि काम त्यो प्र्याक्टिस गरिरहेको हुन्छ र आज मलाई त बहुत आज फेरि लाइभ यो प्रोग्राम तपाईँले जुन उहाँलाई भाइहरूलाई मौका दिनुभएको र छोराहरूलाई यहाँलाई पनि धेरै धन्यवाद छ मलाई धेरै खुसी लागेको छ हामीलाई पनि एकदम खुसी लागिरहेछ किनकि अब यस्तो बच्चा उमेरमै होइन सानो उमेरमै धेरै प्रतिभाहरू भएको बालबालिकाहरूलाई चाहिँ हामीले पनि ल्याउन सक्यो भने हामीलाई पनि एकदम खुसी लाग्छ होइन र धेरै खुसी लागिरहेछ सानो सानो भाइहरूले आज राम्रोसँगले लाइभ त्यही पनि रेकर्ड पनि होइन लाइभसँगले चाहिँ एकदम राम्रोसँगले पर्फर्म दिएका छन् फर्स्टमा अलिअलि डराए पनि सेकेन्ड थर्ड पछि चाहिँ मलाई बाघ भालु नदेखेर राम्रै दिदी देखेँ होला नि होइन र अबको लागि अन्तिममा म चाहिँ आजको हाम्रो लिड जसले गरिराख्नु भएको थियो यो पर्फर्मेन्सलाई चाहिँ कसले चाहिँ अगाडि बढाउनु भएको थियो भनेर मेन मान्छे आउनु पर्दाखेरि चाहिँ उहाँ हुनुहुन्छ पुरन बज्राचार्य अनि पुरन बज्राचार्य म्युजिक टिचर हुनुहुन्छ हाम्रो सबै भाइ बहिनीहरूको र उहाँले चाहिँ आज सबै कुराहरू म्यानेज गर्नुभयो सबै कुराहरू मिलाउनु भयो उहाँले नै आज कार्यक्रममा चाहिँ बच्चाहरूलाई भाइहरूलाई ल्याइदिनु भएको छ र धेरै खुसी लागिरहेछ र उहाँलाई सबैभन्दा सुरुमा त पुरन बज्राचार्यजीलाई पनि कार्यक्रममा धेरै धेरै स्वागत छ धन्यवाद र यहाँलाई पनि अब अन्तिममा प्रश्न त मेरो त्यही नै हो किनकि समय धेरै बाँकी छैन होइन तपाईँको स्टुडेन्ट हो यिनीहरू त होइन साना साना भाइहरू स्टुडेन्ट भएर पनि आज अलिकति नर्भस भएर पनि राम्रो पर्फर्मेन्स दिइसकेका छन् र कस्तो खालको अब चाहिँ कस्तो खालको प्लानहरू गर्नुभएको छ यसरी नै बच्चाहरूलाई होइन राम्रो राम्रो ठाउँहरूमा लाने र बच्चाहरूको प्रतिभालाई चाहिँ प्रस्फुटन गराउने यस्तो खालको सोचाइ अझै पनि छ जस्तो लाग्छ होइन हजुर म त एकदमै एक्साइटेड भएँ होइन बच्चाहरू जे सोचिरहेको थिएँ मैले त्यो गरेँ बच्चाहरूलाई अनि उनीहरूले अझै धेरै गर्न बाँकी छ हामी थुप्रै कुरा अझै सिकाउन बाँकी छ उनीहरूलाई
र अब भविष्यमा हाम्रो केही समय पछाडि हामीले उनीहरूको एउटा रेकर्डिङ पनि गर्ने योजना बनाएका छौँ र त्यसको लागि हाम्रो प्यारेन्ट्सहरूको पनि थुप्रै सहयोग रहनेछ जे होस् गर्छन् बच्चाहरू राम्रो भइरहेछ र एकदम खुसी लाग्यो यहाँलाई विशेष गरिकन धेरै धेरै धन्यवाद दिनुपर्ने हुन्छ मैले होइन किनकि यो भाइहरू त आफै त अब रेडियो स्टुडियोमा नआउने हुन् र म्युजिक टिचरको कारणले गर्दाखेरि आज कार्यक्रममा आइदिएका छन् धेरै धेरै धन्यवाद छ यहाँलाई पर्सनल्ली होइन र अब यस्तै यस्तै बच्चाहरूलाई चाहिँ सधैँभरि प्रोत्साहन गरि नै राख्नुहोस् होइन हामी पनि साथ दिनेछौँ बालबालिकाहरूलाई चाहिँ सधैँभरि अगाडि बढाउनुको लागि अन्त्यमा केही भन्न नयाँ नयाँ सङ्गहरू सिकाउने र नयाँ नयाँ इन्स्ट्रुमेन्टमा उनीहरूलाई चाहिँ अब बानी बसाल्ने हाम्रो जुन प्रयास छ त्यसमा तपाईँहरूले पनि एउटा पालो थपिदिनु भयो त्यसको लागि कान्तिपुर एफएम हाम्रो शिक्षा दिदी अनि तपाईँलाई अनि सबै सुन्ने श्रोताहरूलाई धन्यवाद दिन चाहन्छु ओके र हस्त भाइ बहिनीहरू के गर्ने हो कार्यक्रमको समय पनि लगभग समाप्त हुन लागिसकेको छ मेरो प्यारो भाइहरू चाहिँ अब चाहिँ खै मुस्कान पनि हरायो के भयो टाइम सक्यो भनेर हो डराउनु पर्दैन फेरि आउँदा भइहाल्छ नि होइन आजको पर्फर्मेन्स कस्तो लाग्यो त सबैजनालाई राम्रो लाग्यो होइन त मलाई पनि एकदम राम्रो लाग्यो होइन तिमीहरूको सबै प्यारेन्ट्सहरूसँग कुरा गर्न पाएँ प्यारेन्ट्ससँग पनि तिमीहरूको बारेमा सोध्न पाएँ होइन अब प्यारेन्ट्सहरूको ड्रिम त पुरा गर्ने हो नि होइन ओके राम्रो पनि पढ्ने अनि साथसाथमा म्युजिक फिल्डमा पनि लाग्ने अनि राम्रोसँगले चाहिँ नाम कमाउने सबै थोक कमाउने